नमस्ते सम्पूर्णमा। अहिले चाहिँ म हाम्रो हिलेको अर्को भाइरल के भन्छ ठाउँमा आएको छु। अहिले चाहिँ तपाईँको यो के भन्छ कोपिलाहरू फुल फुल्ने सिजनमा यस्तो दामी फुल फुलेको छ र म पनि गएको छुइनँ र म फर्स्ट टाइम जान आँटेको। मलाई लोकेसन त पहिला नै थाहा थियो है। र यसको लोकेसन चाहिँ रहेको ठ्याक्कै कहाँ भन्दा हिलेको ग्राउन्डमा है। यो चाहिँ तपाईँको बरकुण्ड जाने बाटो भयो होइन, यता हिलेबाट आउने बाटो भयो। अनि यता चाहिँ चिया बगान चाहिँ दामी छ होइन। ल हेर्नुहोस् है त यस्तो दामी छ। प्राय यहाँ अहिले चाहिँ एकदम फोटो खिच्ने भिड हुन्थ्यो है। अहिले चाहिँ कतिको चाहिँ हेरौँ है त। म पनि जाँदैछु, तपाईँहरू पनि आउनु सक्नुहुन्छ। एकदम राम्रो छ यहाँनिर चाहिँ होइन। अब के भन्छ चिया बगानले झन् दामी देखिने है। हेर्नुहोस् है त ल, खोइ कहाँनिर रहेछ है। ए यहाँनिर रहेछ नि त। ए यो उसमा रहेछ क्या। ए फोटो भिडियो खिच्दै हुन्छ। ए यहाँ रहेछ नि त यो फुलहरूले गर्दा क्या कस्तो राम्रो देखेको होइन। ल हेर्नुहोस् है। हाम्रो भाउजूहरू पनि हुँदो रहेछ त्यही खिच्दै हुनुहुन्छ। आमामा यो यहाँ है। ल हजुरहरू पनि आउनु सक्नुहुनेछ है। ल हाम्रो हिलेको अहिले एकदम भाइरल ठाउँ है। हेर्नुहोस् है त यसले गर्दा कस्तो राम्रो देखिने रहेछ चिया बगानहरू है। हजुरहरू आउनु सक्नुहुनेछ है। ल हजुर दामी रहेछ नि त भाइरल ठाउँ भन्दै गर्दै हुनुहुन्छ। ल हेर्नुहोस् है। ल के को बोटो भाउजू हो? के को फुल हो यो? भाउजू भाउजू के हो यो चाहिँ? आल्चाको बोट हो यो? आल्चाको बोट पनि भाइरल भइरहेछ अब चाहिँ। ल अब चाहिँ टिकटकमा जे देखा नि भाइरल हुन्छ है। ल हेर्नुहोस् है त। ल आउनु होला हजुरहरू पनि खिच्नु है। चिया बगान पनि राम्रो छ है। यस्तो दामी ल राम्रो छ हेर्नुहोस् है। आउनु होला हजुरहरू पनि।